फेरि रितेश ठकुरी त्यहाँबाट चुपचाप हिँड्दै जान थाल्यो। रितेश ठकुरीलाई गइरहेको देखेर अमित लामा र सुमन खड्का अलमल्ल परे र तिनीहरू पनि उसको पछाडि पछाडि जान थाले। रितेश एकछिन पर सँगै जाउँ एकछिन। रितेश तिमी त्यहाँदेखि चुपचाप किन आयो? हेर न पेट पुरै दुखेको थियो कि त्यही म त्यहाँबाट निस्केर आएको। जब उनीहरू त्यहाँबाट थोरै टाढा पुगे त्यति बेला रितेश ठकुरीले पछाडि नफर्किकन भने, के तिमीहरूले त्यो महिलाको अनुहार देख्यौ? अनि कसरी देख्नु? उसको कालो कपालले अनुहार छोपिएको थियो। देखिन। फेरि रितेश ठकुरीले यही यस्तो बताए कि त्यति बेलै उनीहरूको खुट्टा नै जम्यो। जब मैले ती महिलासँग कुरा गर्ने कोसिस गरेँ